सुन दर्शकबिना नमस्कार, म बैजनाथ जानकी टेलिभिजन। अहिले म जानकी मन्दिरमा छु अनि जानकी मन्दिरको सफाईको बारेमा अहिले सशस्त्र प्रहरीका एसपी साहब आउनु भएको छ। पहिला पनि उहाँदेखि हामीहरू सफाईमा हुन्थ्यो। अब उहाँका कुरा गर्छ। तपाईँलाई जानकी टेलिभिजनको स्वागत छ। अहिले जो सफाईमा आउनु भएको छ, पहिला पनि सरको साथमा मैले काम गरेको थिएँ। हामी पनि सफाई अभियन्ता हो। अहिले जो सफाई गरिराख्नु भएको छ के धार्मिक पर्यटक हिसाबले अब हाम्रो देश मात्रै हो, भारत छ। धार्मिक गर्ने र पर्यटक गर्ने मतलब के ठाउँ रहेको छ, त्यो चाहिँ तपाईँमा महत्त्व दिइरहेको छ। अब यसलाई हाम्रो सम्पदालाई चाहिँ हामीले मेन्टेन गरेर राख्नु पनि हाम्रो एकदम ठुलो दायित्व रहेको साथै नम्बर 8 गर्नुभयो भनिन्छ को चाहिँ वार्षिक उत्सवको हामी सप्ताहव्यापी कार्यक्रमहरू राखेका छौँ। त्यसैको सुरुवात आजबाट भएको छ। आज यो अगाडि पनि जान्छ सर, अगाडि पनि सफाई चालु हो। अब यो हामीले चाहिँ आज सप्ताहव्यापी वार्षिक उत्सवमा गरेको कार्यक्रमहरूमध्येको एक कार्यक्रम रहेको छ। अब यसलाई यहाँ आएर हेर्दाखेरि अब जानकी मन्दिरको हामीले लिएर माइलसम्मको जुन सडकको अवस्था हेरौँ, त्यसमा हेर्दाखेरि चाहिँ मेन बाटो धार्मिक टुरिस्टहरू पर्यटकहरू आउँदाखेरि चाहिँ उनीहरूलाई एउटा सकारात्मक त्यसलाई चाहिँ व्यवस्थापन गर्नको लागि पनि अब केही कार्यक्रमहरू गरेको छ। सरको धन्यवाद पनि छ अनि हामीहरू पनि सरको साथमा छु। सर जुन हिसाबले पहिला पनि सरलाई मैले हेरेको थिएँ, हामीको साथमा सरसफाइमा पनि हुन्छ। अहिले पनि अब साप्ताहिक सरसफाइ चलाउनुहुन्छ, हामीहरू पनि साथ हुनुहुन्छ। के छ भन्दाखेरि हामी एउटा समाजवादी मात्र यहाँको समुदायमा लागेर यहाँको संस्थालाई पक्कै पनि दिनेवाला छैन। अर्कै सहयोग ठुलो महत्त्व राख्छ। त्यस कारण धन्यवाद छ सरलाई। अब सरलाई हामी जनकपुरवासी पनि अब सफाइमा ध्यान दिन्छौँ। हेर्नुभयो तपाईँले जनकपुर धामका सफाइका लागि 20 वर्षदेखि म पनि लागेको छु नि। यहाँ जो पुलिस प्रशासनदेखि लिएर सबै साथ दिनुहुन्छ, तर यहाँका जनकपुर धाम महानगरपालिकाका मेन जो मेयर साहब हुनुहुन्छ उहाँलाई ज्यादै ध्यान दिनुपर्छ। उहाँले सफाइ गर्नुपर्छ। तर यहाँ टुटेको छ, यो को बनाइदिएला, कसको इज्जत जाला, पुरा दुनियाँबाट अहिले जनकपुर धाम आएर जानकी मन्दिरमा मान्छे आउँछ। यहाँ प्रहरी एसपी साहब स्वयं आउनु भएको छ, उहाँको टिम आउनु भएको छ। हामीले 20 वर्षदेखि उहाँहरूको साथमा सफाइमा लागेको छु। तर यहाँका जनप्रतिनिधिलाई पनि त्यसमा ध्यान दिन जरुरी छ। धन्यवाद म दिन चाहन्छु उहाँलाई जनकपुर धामवासीको तर्फबाट। उहाँहरू आउन बित्तिकै लाग्नु भएछ सफाइमा कि जनकपुर धाम सफाइ रहोस्। हामी सबै मिलेर जनकपुर धामलाई सफा पार्छौँ भने जनकपुर धाम सफा सुग्घर सुन्दर रहन्छ। धन्यवाद। उकाली ओह्राली खान मिल्ने जुनै ठाउँमै हिमाल पहाड तर एक गर्ने सबै ठाउँलाई रीतिरिवाज भाषा अलग तर एउटै रोजाइ। तिम्रो मेरो हाम्रो सबको मनमा छ वाइ वाइ। थरी थरी प्रकार छ, मिठो छ है सबै, संसारको सबै ठाउँमा पाउन सकिन्छ है। चटपटे वा पकाएर खान जसरी नि मिल्ने, तिम्रो मेरो हाम्रो सबको मनमा छ वाइ वाइ। लाग्यो घरमा कोही छैन, वाइवाइ पकाएर खाना गाह्रो छैन। उमालेर पानी त्यसमा हाल्छ मसला, सुगन्धी स्वाद मन जगाउँछ हाम्रो मनमा। सबै नेपालीलाई मन पर्छ खाना यसलाई। गर्व लाग्छ बनेको यो हाम्रो नेपालमा। सधैँभरि हाम्रो मनमा वाइ वाइ, हाम्रो मनमा वाइ वाइ, हाम्रो मनमा वाइ वाइ। तिम्रो मेरो हाम्रो सबको मनमा छ वाइ।
मेचीदेखि महाकालीसम्म वाइवाई छ हामी सबैको मनमा।